+2 को एक्जाम सकिने बित्तिकै स्टुडेन्ट्सहरु विदेश जान रेडी हुन्छन्। त्यही भएर तपाईले आफ्नो एजुकेसन कन्सल्टेन्सीको लागि सोशल मिडिया मार्केटिङ स्ट्र्याटेजी पनि पक्कै रेडी गर्नु भएको होला। रेडी गर्नु भएको छैन? त्यसो भए यो भिडियो तपाईकै लागि। बेस्ट कन्सल्टेन्सी फर अस्ट्रेलिया, स्टुडेन्ट भिजा हेल्प नेपाल, स्टडी इन यूके फ्रम काठमाडौँ, यस्तै किवर्ड्सहरु स्टुडेन्ट्सहरु एक्जाम सकिने बित्तिकै गुगल, इन्स्टाग्राम र टिकटकमा सर्च गर्न थाल्छन्। त्यो बेला तपाईको पेजमा फ्रेश पोस्ट, हेल्पफुल इन्फर्मेसन र एक्टिभ ब्रान्डिङ छ भने स्टुडेन्ट्सहरुको अटेन्सन तपाईले इजिली ग्र्याब गर्न सक्नुहुनुहुन्छ। कुन दिन के पोस्ट गर्ने, कुन ट्रेन्ड फलो गर्ने, यो सबैको लागि सोशल मिडिया कन्टेन्ट क्यालेन्डर बनाएर गर्दा लास्ट मिनेटमा हसल गर्नु पर्दैन। कन्टेन्ट क्यालेन्डर प्लान गर्दा रिच बढ्छ, ट्रस्ट बढ्छ अनि इन्क्वायरिज पनि मल्टिप्लाई हुन्छ। कन्टेन्ट क्यालेन्डर चाहिँ बनाउने कसरी सोच्दै हुनुहुन्छ भने टेन्सन नलिनुस्। एजुकेसन कन्सल्टेन्सीलाई फिट हुने एउटा स्याम्पल कन्टेन्ट क्यालेन्डर रेडी गरेको छु। कमेन्टमा कन्टेन्ट क्यालेन्डर लेख्नु होला, DM मा लिंक सेन्ड गरिदिन्छु।